हो एभ्रिवान, सबैलाई नमस्कार। मेरो भ्लगमा स्वागत छ तपाईहरुलाई। हामी यहाँ बगैँचामा मेरी रानी भन्ने भिडियोको लागि हाम्रो सुदीप आउँदै हुनुहुन्छ। हाम्रो मोडर हेरिदिनु हुन्छ, बुद्धि दाइ क्यामेरा सब राखिरहेको छ मान्छेको बराबर है। अनि त्यसपछि अब यहाँबाट हाम्रो सिग्नल छ, सिग्नल क्रस भएपछि हामी क्रस गर्नेवाला छौँ। यहाँनिर हामी यो स्लुप सेन्टरमा छौँ। अनि तपाईँहरू देख्न सक्नुहुन्छ लोकेसन ठ्याक्कै यो जुस अफिसको साइडमा हो। त्यहाँनिर यो गभर्मेन्टको कामहरू हुन्छ होइन, यो टावरको साइडनिर। त्यसपछि अब यहाँ खुलिसक्यो सिग्नल। यो सिग्नल खुलिसकेपछि हामी सिग्नल क्रस गर्दैछौँ। टाइममै क्रस गर्नु पर्दिन्छ। हिजो आज यहाँ धेरै फुलिने सेतो खालको फुलहरू देख्न सक्नुहुन्छ तपाईँहरूले। यो फुल अलिक फेमस छ, धेरै मान्छेहरूले फोटो खिचिरहेको हुन्छ यो फुलमा। यो त्यहाँको फुलको बास्ना नै राम्रो छ, बास्ना नै काफी छ। यो सेतो सेतो फुलहरू छ वरिपरि यहाँ देख्न सक्नुहुन्छ। अरे यो पार्कमा आइसकेका छौँ। यहाँनिर यो चरा पनि छ यहाँनिर पऱ्यो वा। अनि त्यसपछि हामीले त्यहाँ गएर सुत्यो पनि भयो, बस्यो पनि भयो, जे गऱ्यो पनि भयो त्यहाँनिर। त्यसले रमाइलो फलहरूमा आज चारो अहिले खोज्छौँ। अहिले हामी चारो पनि हालिदिन्छौँ हामी। त्यही हो, ऊ त्यहाँनिर गएर बस्ने हो अब चिलमा।